बिहान उठ्ने बित्तिकै ब्रस नगर्नुस् है। पहिला के गर्नुस्, पानी पिउनुस्। किन, यसको कारण छ। हजुरलाई थाहा छ कि छैन, भन्दा सुन्दा अचम्म लाग्न सक्छ। बिहान उठ्दाखेरि हाम्रो हल्का मुख गनाउने भएको हुन्छ, याद गर्नुभएको छ। त्यो किन हुन्छ? हाम्रो मुखमा ब्याक्टेरियाहरूले हामीले अघिल्लो दिन खाएको खानेकुराहरू अथवा हाम्रो डेड सेलहरू, मुखमा हुने र्यालहरू खाएर त्यसलाई कुहाएर, त्यो कुहिन्छ नि, जब कुहिएपछि त गनाउने हो, त्यसलाई कुहाइराखेको हुन्छ। तर याद गर्नुभएको छ, हाम्रो मुखमा कुनै पनि प्रकारको घाउ खटिराहरू भएको हुँदैन। यदि हजुर निरोगी हुनुहुन्छ र हजुरको मुख गनाइराखेको छ भने त्यो केही फरक पर्दैन। किन? त्यहाँ ब्याक्टेरियाहरूले के गरिराखेको हुन्छ, त्यो चाहिँ कुहाएर त्यहाँ चाहिँ दुर्गन्ध एक किसिमको फैलाइराखेको हुन्छ, जसको मुख सुँगे पनि बिहान उठ्दा उसको मुखबाट चाहिँ गन्ध आउँछ। अब के गर्नुस्, हजुरले बिहान उठ्ने बित्तिकै ब्रस नगरिकन पहिला के गर्नुस्, पानी पिउनुस्। किन? ती मुखमा जति पनि ब्याक्टेरियाहरू हुन्छन् नि, ती ब्याक्टेरियाहरू चाहिँ हाम्रो शरीरको अथवा हाम्रो शरीरको लागि चाहिने, पाचन प्रणालीको लागि चाहिने मुख्य ब्याक्टेरिया हुन्। तिनीहरू एकदम हाम्रो शरीरको लागि एकदम नभई हुँदैन, त्यस्तै सम्झिनुहोस्। जब ती ब्याक्टेरियाहरू हुँदैनन्, हामीले खाएको खानेकुरा पच्न साह्रै नै गाह्रो हुन्छ, साह्रै नै गाह्रो हुन्छ। किन? हजुरलाई थाहा छ होला हैन, जस्तै हामीले दहीहरू खान्छौँ नि, अनि साथीको अचारहरू खान्छौँ नि, त्यो राम्रो हो। किन? त्यसमा गुड ब्याक्टेरिया हुन्छन्, हाम्रो शरीरको लागि चाहिने ब्याक्टेरिया हुन्छन्, त्यो चाहिँ हामीले खानुपर्ने हुन्छ। त्यस्तै कुरा टाढा नलैजाउँ। अहिले चाहिँ के गर्नुस्, हजुरले बिहान उठ्ने बित्तिकै पहिला के गर्नुस्, मजाले चाहिँ पानी पिउनुस्, कुल्ला गरी पिउनुस्, निल्नुस्, र अब गएर बल्ल ब्रस गर्नुस्। किनभने हामीले पानी पिइसकेपछि हामीलाई चाहिने गुड ब्याक्टेरियाहरू चाहिँ अब हाम्रो पेटमा पुग्छन् र तिनीहरूले चाहिँ पचाउनको लागि मद्दत गर्छन्। अब हजुरले ब्रस गर्न सक्नुहुन्छ, अथवा चिया बिस्कुट के खाने बानी छ बिहानमा, हजुरले त्यो खान सक्नुहुन्छ। त्यो सजिलै फेरि पच्न पनि पच्छ है। किनभने अब हामीले हाम्रो लागि चाहिने ब्याक्टेरियाहरू त हामीले निलिसक्यौँ नि त हैन, फाइदा गर्ने चिज त तिनीहरू हुन् नि। अब हेर्नुहोस्, हो यसरी सुन्दा चाहिँ घिन लाग्ला, नराम्रो लाग्ला, कस्तो कुरा गरेको जस्तो लाग्ला हैन, तर यो हाम्रो स्वास्थ्यको लागि, खास गरी चाहिँ हाम्रो पाचन प्रणालीको लागि चाहिँ यो एकदमै राम्रो छ। अझ यसमा यो खास कसले चाहिँ अझै गर्नु होला भने जसलाई गेस्ट्रिक छ नि, गेस्ट्रिक सम्बन्धी पनि जसलाई अपच हुन्छ नि, उहाँहरूले चाहिँ यो काम गर्नु होला। किनभने हामीलाई चाहिँ ब्याक्टेरियाहरू चाहिरहेको हुन्छ, पचाउनको लागि हामीलाई ब्याक्टेरिया चाहिन्छ। एसिड त चाहिन्छ नै, त्यो त आफ्नो ठाउँमा छ, प्लस ब्याक्टेरियाहरू पनि चाहिन्छ। यति गरिदिनु भयो भने कमसेकम हाम्रो शरीरलाई चाहिने, पचाउनको लागि चाहिने ब्याक्टेरिया त्यहाँबाट भए पनि पुरा हुन्छ। एक त मुख सफा हुने भयो, त्यो केही भएन। हजुरले एकछिनपछि ब्रस गर्दा पनि केही फरक परेन, र हजुरले के गर्नु पर्यो, त्यो पानी चाहिँ पिएर त्यो निल्नु पर्यो। यसलाई चाहिँ घिन नमान्नु होला, घृणा नगर्नु होला, किनभने यो हाम्रो शरीरलाई चाहिने एक किसिमको चिज हो भन्ने सम्झिनु पर्यो। र हजुरले पहिला ब्रस नगरी पानी चाहिँ पिउनु होला। र यस्तो कुराहरू चाहिँ, यस्तै कुराहरू चाहिँ हामीले के गर्नुपर्छ, अलिकति ख्याल गरौँ। किनभने जस्तै सानो कुराहरूले गर्दा चाहिँ हाम्रो शरीरमा असर पारिरहेको हुन्छ। हजुरलाई थाहा छ, हामीले खाएको खानेकुरा पचेन भने कति कुरामा घाटा हुन्छ थाहा छ। एक त हामीले खाएको खेर गयो, नोक्सान भयो। अर्को कुरा के भयो, शरीरलाई चाहिने इनर्जी, जुन मिनरल्स, भिटामिन्सहरू त्यो पुरा हुन पाएन। अर्को कुरा के भयो, हाम्रो शरीरले पचाउनका लागि जति इनर्जी खर्च गरेको छ, त्यो इनर्जी सब खेर गयो। एक छाक खाना अपच हुँदाखेरि हाम्रो शरीरलाई यति घाटा हुन्छ। प्लस हामीले के खाइयो होला नि त, महँगै चिज खाइयो होला, सस्तै चिज खाइयो होला, 2 रुपियाँ 5 रुपियाँ 10 रुपियाँ 100 रुपियाँ 1000 रुपियाँकै चिज खाइयो होला, तर त्यो पचेन र हाम्रो शरीरको लागि शरीरमा त्यसको पौष्टिक तत्त्वहरू जान पाएन भने त त्यो त खेर गयो नि हैन र। हजुरले याद गर्नुभएको छ नि, पखाला लागेको बिरामीले जति खाए पनि के फरक पर्छ त। जबसम्म पखाला निको हुँदैन तबसम्म ठोस कुराहरू खानुहुन्छ भने त्यो अर्थै छैन, जस्ताको त्यस्तै जाने हो। पच्न त पर्ने रहेछ नि त। हाम्रो शरीरमा जबसम्म खाएको पच्दैन तबसम्म त हामीलाई त्यसको त काम छैन नि। हो यो कुराहरू चाहिँ हजुरले अलिकति ख्याल गरिदिनु पर्यो। किनभने
पचेन भने हामीले खाएको खानेकुराहरूको केही पनि अर्थ छैन। प्लिज यो भिडियो हजुरलाई कस्तो लाग्यो आफ्नो आफन्तहरू साथीहरू सबैलाई सेयर गरिदिनु होला, किनभने धेरै व्यक्तिहरूलाई यो कुराहरू थाहा नहुन पनि सक्छ। किनभने मैले पनि कति भिडियोहरूमा देखेको छैन र आफूलाई मनमा लागेको कुराहरू प्लिज कमेन्ट गर्न नहिचकिचाउनु होला। आफन्तहरूलाई यो भिडियो सेयर गरिदिनु होला र हजुरले युट्युबबाट हेर्दै हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु होला र टिकटकमा हेर्दै हुनुहुन्छ भने मलाई साथी बनाउनु होला। र यस्तै कुराहरू चाहिँ हजुरले हेरिराख्नु मन छ भने प्लिज मेरो प्रोफाइलमा गएर नोटिफिकेसनमा गएर अलमा गएर ओके गर्नु होला, किनभने मैले यस्तै स्वास्थ्य सम्बन्धी भिडियोहरू राखिराखेको हुन्छु। फेरि अर्को भिडियो हेरौँला है त।